नमस्कार। प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्यज्यू एवं मान्य सदस्यज्यूहरू, सङ्घीय संसद प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ कार्यक्रममा उपस्थित सबै मान्य सदस्यहरूलाई म सङ्घीय संसदको महासचिव पदम प्रसाद पाण्डे व्यक्तिगत एवं संस्थागत रूपमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। प्रतिनिधि सभाका लागि सम्वत 2082 साल फागुन 21 गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन 2082 साल चैत 5 गते निर्वाचन आयोगले सम्माननीय राष्ट्रपति समक्ष बुझाएको बेहोरा यहाँहरू समक्ष स्मरण गराउन चाहन्छु। सर्वप्रथम म उक्त निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण मान्य सदस्यहरूलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुकूल सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जेन्जी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद भवन क्षतिग्रस्त हुन गई सभा सञ्चालन योग्य नभएको र निर्माणाधीन भवन समेत तयार नभएकोले उक्त भवन संसद सचिवालयलाई हस्तान्तरण हुन नसकेपछि सभा सञ्चालनको प्रबन्ध गर्नमा हामी निकै विलखबन्दमा पर्यौँ। विभिन्न निकाय तथा पदाधिकारीहरूसँगको पटक पटकको छलफल, पत्राचार, भेटघाट एवं दबावमूलक कार्यबाट समेत निर्माणाधीन भवनको सभाहाल संसद सचिवालयलाई हस्तान्तरण हुन सकेन। विभिन्न विकल्पहरूको खोजीपछि आज हामी उपस्थित भएको यो बहुउद्देश्यीय हललाई नै शपथ कार्यक्रम र अल्पकालीन रूपमा सभा सञ्चालनका लागि तयार गर्ने निर्णय भए अनुरूप हतार हतारमा यो हल र हलभित्रको संरचना तयार गरिएको छ। यस विषम परिस्थितिमा हाल तयार गरिएकोले यस भवनमा थुप्रै कमी कमजोरी हुन सक्ने भएको र त्यसबाट मान्यजीहरू, दर्शक, सञ्चार माध्यम लगायतलाई पर्न गएको असुविधाप्रति संसद सचिवालयको तर्फबाट क्षमा याचना गर्दछु। नेपालको संविधानको धारा 88 मा सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा समितिको बैठकमा पहिलोपटक भाग लिनु अघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 मा सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनु अघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष शपथ लिनुपर्ने प्रावधान छ। नेपालको संविधानको धारा 91 को उपधारा 5 मा व्यवस्था भएअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नुहुने सभाको ज्येष्ठ सदस्य माननीय अर्जुन नरसिंह केसीले सम्माननीय राष्ट्रपति समक्ष मिति 2082 चैत 11 गते शपथ लिइसक्नु भएको बेहोरा यहाँहरूको जानकारीका लागि अनुरोध गर्दछु र आज अन्य सदस्यहरूले नेपालको संविधानको धारा 88 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 को प्रावधान बमोजिम ज्येष्ठ सदस्य समक्ष शपथ लिने कार्यक्रममा यहाँहरू उपस्थित हुनुभएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। शपथका क्रममा माननीय ज्येष्ठ सदस्यले म भनेपछि मसँगै आफ्नो नामथर भन्नुहुन र अरू शब्दहरू भनेपछि मान्य सदस्यहरूले पनि सोही अनुरूप वाचन गर्नुहुन अनुरोध गर्दछु। अब म प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनुहुन मान्य ज्येष्ठ सदस्यज्यूलाई र शपथ लिनुहुन सबै सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु।
धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु। मान्य सदस्यज्यूहरूलाई शपथ पत्रमा आफ्नो नाम, थर र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मातृभाषामा शपथ लिनुभएका सदस्यहरूलाई मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा आफ्नो नाम र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरूलाई आफ्नो शपथको फाइल यस कक्षको बाहिरको करिडोरमा बसेका सचिवालयका कर्मचारीहरूलाई बुझाई सङ्घीय संसदको लोगो र ब्याग त्यहीँबाट प्राप्त गर्नुहुन अनुरोध गर्दै मान्य ज्येष्ठ सदस्यज्यूको अनुमतिले यो कार्यक्रम यहीँ समाप्त भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। धन्यवाद।
नमस्कार। प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्यज्यू एवं मान्य सदस्यज्यूहरू, सङ्घीय संसद प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ कार्यक्रममा उपस्थित सबै मान्य सदस्यहरूलाई म सङ्घीय संसदको महासचिव पदम प्रसाद पाण्डे व्यक्तिगत एवं संस्थागत रूपमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। प्रतिनिधि सभाका लागि सम्वत 2082 साल फागुन 21 गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन 2082 साल चैत 5 गते निर्वाचन आयोगले सम्माननीय राष्ट्रपति समक्ष बुझाएको बेहोरा यहाँहरू समक्ष स्मरण गराउन चाहन्छु। सर्वप्रथम म उक्त निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण मान्य सदस्यहरूलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुकूल सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जेन्जी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद भवन क्षतिग्रस्त हुन गई सभा सञ्चालन योग्य नभएको र निर्माणाधीन भवन समेत तयार नभएकोले उक्त भवन संसद सचिवालयलाई हस्तान्तरण हुन नसकेपछि सभा सञ्चालनको प्रबन्ध गर्नमा हामी निकै विलखबन्दमा पर्यौँ। विभिन्न निकाय तथा पदाधिकारीहरूसँगको पटक पटकको छलफल, पत्राचार, भेटघाट एवं दबावमूलक कार्यबाट समेत निर्माणाधीन भवनको सभाहाल संसद सचिवालयलाई हस्तान्तरण हुन सकेन। विभिन्न विकल्पहरूको खोजीपछि आज हामी उपस्थित भएको यो बहुउद्देश्यीय हललाई नै शपथ कार्यक्रम र अल्पकालीन रूपमा सभा सञ्चालनका लागि तयार गर्ने निर्णय भए अनुरूप हतारमा यो हल र हलभित्रको संरचना तयार गरिएको छ। यस विषम परिस्थितिमा हाल तयार गरिएकोले यस भवनमा थुप्रै कमी कमजोरी हुन सक्ने भएको र त्यसबाट मान्यजीहरू, दर्शक, सञ्चार माध्यम लगायतलाई पर्न गएको असुविधाप्रति संसद सचिवालयको तर्फबाट क्षमा याचना गर्दछु। नेपालको संविधानको धारा 88 मा सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 मा सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष शपथ लिनुपर्ने प्रावधान छ। नेपालको संविधानको धारा 91 को उपधारा 5 मा व्यवस्था भएअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नुहुने सभाको ज्येष्ठ सदस्य माननीय अर्जुन नरसिंह केसीले सम्माननीय राष्ट्रपति समक्ष मिति 2082 चैत 11 गते शपथ लिइसक्नु भएको बेहोरा यहाँहरूको जानकारीका लागि अनुरोध गर्दछु र आज अन्य सदस्यहरूले नेपालको संविधानको धारा 88 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 को प्रावधान बमोजिम ज्येष्ठ सदस्य समक्ष शपथ लिने कार्यक्रममा यहाँहरू उपस्थित हुनुभएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। शपथका क्रममा माननीय ज्येष्ठ सदस्यले म भनेपछि मसँगै आफ्नो नामथर भन्नुहुन र अरू शब्दहरू भनेपछि मान्य सदस्यहरूले पनि सोही अनुरूप वाचन गर्नुहुन अनुरोध गर्दछु। अब म प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनुहुन मान्य ज्येष्ठ सदस्यज्यूलाई र शपथ लिनुहुन सबै सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी
ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु। मान्य सदस्यज्यूहरूलाई शपथ पत्रमा आफ्नो नाम, थर र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मातृभाषामा शपथ लिनुभएका सदस्यहरूलाई मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा आफ्नो नाम र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरूलाई आफ्नो शपथको फाइल यस कक्षको बाहिरको करिडोरमा बसेका सचिवालयका कर्मचारीहरूलाई बुझाई सङ्घीय संसदको लोगो र ब्याग त्यहीँबाट प्राप्त गर्नुहुन अनुरोध गर्दै मान्य ज्येष्ठ सदस्यज्यूको अनुमतिले यो कार्यक्रम यहीँ समाप्त भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। धन्यवाद। बाधा रहेका कानूनहरू संशोधन गर्न, परिमार्जन गर्न यो सरकारले सहजै सक्ने अवस्था देखिएको छ। तसर्थ पनि यस पटकको यो सरकार गठन प्रक्रिया, यो निर्वाचन प्रक्रियालाई आम नेपाली जनताले निकै उत्साहपूर्वक हेरेका छन् र पटक पटकको निराशा भनौँ अथवा असन्तुष्टि व्यक्त गरेको भनौँ अथवा आशा अपेक्षा गरेर भनौँ कुनै एक दललाई बहुमत, तृतीय बहुमत नजिक दिएर निर्वाचित गरेको अवस्थामा हुन गइरहेको शपथ समारोह राष्ट्रमा मात्र होइन अन्तर्राष्ट्रिय जगतले पनि निकै चासो र उत्साहका साथ हेरिरहेको हामीले पाएका छौँ। अब नेपालमा पक्कै पनि एउटा स्थायी प्रकृतिको सरकार गठन हुनेछ, सेवा प्रवाह चुस्त दुरुस्त हुनेछ। जेनजी आन्दोलनको जगमा जसरी यो अन्तरिम सरकार बन्यो र जसलाई निर्वाचनको म्यान्डेट थियो उसले सफलतापूर्वक निर्वाचन सम्पन्न गरे। यति बेला भने हामीसँग नवनिर्वाचित प्रतिनिधि सदस्य आइपुग्नु भएको छ। यहाँ कुन जिल्लाबाट कसरी हुन्छ? म सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 बाट भरत पराजुली। यहाँ जुन शपथ ग्रहण समारोहमा आउँदै गर्दा के उत्साह उमङ्ग बोकेर आउनु भएको छ? जुन यो जिम्मेवारीको बोझ फिलिङ भइरहेको छ। अब मैले धेरै ठुलो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने फिलिङ भइरहेको छ। धन्यवाद है। धन्यवाद। उहाँले धेरै प्रतिक्रिया नदिकन छोटो प्रतिक्रिया दिनुभएको छ। शपथ ग्रहण समारोहमा आइरहँदा गर्नुहुन्छ भनेर म अलिकति केही कुरा गर्न चाहन्थेँ। उहाँले जिम्मेवारी बोध भएको छ र थप जिम्मेवार भएको महसुस गरेको छु भन्दै फर्किनु भएको छ र उहाँ सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो। आदरणीय दर्शकवृन्द, मैले चर्चा गरिरहेको थिएँ यसपटक फरक परिवेश नयाँ दललाई जसरी चाहिँ निर्वाचित गरेर आशा र अपेक्षा गरिरहेका छन् देशमा सुशासन कायम होला, सेवा प्रवाह चुस्त दुरुस्त होला, भ्रष्टाचार नियन्त्रण होला, देशले विकासको गति लिएला, अवसर र स्रोतको समन्वयिक वितरण होला भन्ने अपेक्षा आम नेपाली जनताले गरिरहेका छन्। त्यसो त देश विदेशबाट पनि सरकार कस्तो बनेर कसरी मुलुकको भविष्य अगाडि बढ्ला भन्ने निकै उत्साहपूर्वक हेरिरहेको
अवस्था यति बेला छ भने यो परिवेशमा आज 2 बजे संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभालाई शपथ ग्रहण समारोह आयोजना गरेको हो। मैले अघि पनि जानकारी गराएँ, नेपालको संविधान र कानूनको व्यवस्था अनुसार प्रतिनिधि सभा बैठकमा सहभागी हुनु अघि अथवा कुनै समितिको बैठकमा सहभागी हुनु अघि अनिवार्य पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था अनुरूप आज 21 गते निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथ ग्रहण समारोह आयोजना गरिएको र आज शपथ ग्रहण समारोह भइसकेपछि उहाँहरूलाई सांसदको लोगो, संसद विनयावली र संविधान आवश्यक दस्तावेजहरू र लोगो हस्तान्तरण शपथ ग्रहण समारोहपछि गरिनेछ र त्यस पछाडि जलपान गरेर चियापानसँगै आजको समारोह सम्पन्न हुनेछ। आज 2 बजेको लागि शपथ ग्रहण समारोह आयोजना गरिएको छ भने यो सायदै पहिलो पटक हुनुपर्छ। विभिन्न मातृभाषामा शपथ ग्रहणको व्यवस्था पनि गरिएको छ। हामीले जानकारी पाएसम्ममा 24 वटा भाषामा यसपटक सभासदले शपथ ग्रहण गर्नुहुन्छ। मलाई माफ गर्नुहोला, मैले ठ्याक्कै गरेको छैन। यहाँ कुन जिल्लाबाट निर्वाचित हुनुभएको? म महोत्तरी क्षेत्र नम्बर 3। मेरो नाम उज्जवल कुमार छ। यहाँ कुन दलबाट प्रतिनिधित्व गर्नुहुन्छ र यो प्रतिनिधि सभामा शपथ ग्रहणको लागि आइरहँदा के एउटा कस्तो भाव यहाँलाई भइरहेको छ? म राष्ट्रिय स्वतन्त्र पार्टीबाट। अब भावना त यस्तै छ, अब सबैले मौका दिनुभएको छ, जिम्मेवारी दिनुभएको छ। अब आउँदै गर्दा खुसी पनि छ, उत्साह पनि छ, डर पनि छ। जस्तो जनताहरूले जुन अपेक्षा राखेर पटक व्यापक मत परिवर्तन भयो, 2/3 नजिकको बहुमत दिनुभएको छ। यो सन्दर्भमा तपाईँहरूले काम गर्ने आगामी खाकाहरू के तयार गर्नुभएको छ, गर्न कति सहज छ जस्तो लाग्छ? आफ्नो क्षेत्रको कुरा गर्यो भने यहाँका बाचापत्र के छन् र त्यसलाई कसरी पूरा गर्ने, प्राथमिकीकरण कसरी गर्नुभएको? मेरो क्षेत्रमा अब सामान्य समस्याहरू मैले जुन आइडेन्टिफाई गरेको मेरो बाचापत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका कुराहरू थिए। अब त्यो कुरा मलाई लाग्छ म गर्न सक्छु। सफल हुनुहोस्, शपथ ग्रहणसँगै यहाँको कार्यकाल सफल होस् भन्ने शुभकामना। धन्यवाद। आदरणीय दर्शकवृन्द, यतिखेर हामीसँग निरन्तर आउने नयाँ माननीयहरूसँग हामी प्रतिक्रिया लिइरहेका छौँ। यहाँ मान्यज्यूलाई सर्वप्रथम यहाँ बधाई छ। यहाँ कुन जिल्लाबाट, कुन दलबाट निर्वाचित हुनुहुन्छ? महोत्तरी क्षेत्र नम्बर 2 बाट। कुन दलबाट प्रतिनिधित्व? म राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी छाप। ओके, तपाईँहरूले जुन अद्वितीय बहुमत प्राप्त गर्नुभएको छ, यसको सदुपयोगको लागि आगामी कार्यदिशा र योजना के निर्माण गर्नुभएको छ? हामी सांसद भएको हुनाले, प्रतिनिधि हामी जनप्रतिनिधि भएको हुनाले हाम्रो प्रमुख काम भनेको नीति नियम बनाउने नै हो। विधायकीको काम छ। त्यसलाई हामीले नेपाली जनतालाई समस्या परेका जुन जुन कानूनहरू छन् उनीहरूलाई संशोधन गरेर कसरी सहज गर्न सकिन्छ जीवनलाई, उहाँहरूको जीवनलाई, त्यो काम हामी गर्ने प्रयास गर्छौं। र हामीले आफ्नो पार्टीको तर्फबाट पनि र इन्डिभिजुअल तर्फबाट पनि कुनै पनि बिल ल्याउनु पर्यो भने सदनमा जोरदार तरिकाले उहाँहरूको जीवनलाई र उहाँको मुहारमा चाहिँ हाँसो आउने गरी काम गर्छौं। जस्तो यो पटक हेर्यो भने 2/3 बहुमत नजिक हुन्छ, तपाईँलाई बिल पास गर्न, बिल ल्याउन सहज। निर्वाचनमा गइरहँदा यो अगाडिको समस्यालाई हेर्दा अप्ठ्यारो परेका के कानूनहरू छन् जसलाई संशोधन गर्यो भने यो सुशासन कायम हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, विकास निर्माणलाई गति लिन्छ भनेर फाइन्ड आउट गरेको त्यस्तो केही छ ट्याक्कै भन्न सक्ने? सीधा कुरा के छ भने हाम्रो पार्टीले पनि लगभग तपाईको 180 वटा कानूनमा त्रुटिहरू देखेका छन्। त्यो 180 वटा कानूनमा कहाँ कहाँ कुन कुन दफामा कहाँ कहाँ समस्याहरू छन् त्यसलाई चाहिँ हामीले निर्कोल गरेर पर्टिकुलर डिपार्टमेन्टहरूले, विज्ञहरूले हामीले लिस्ट बनाइसकेका छौं। हाम्रो काम भनेको फटाफट संसदमा जाने र त्यो अनुसार संशोधन अनुसारले मन्त्रालयबाट पेश भएका संशोधनहरूलाई फटाफट जनतालाई सहज हुने गरी त्यहाँ संशोधन गरेर हामीले काममा लगाउने हाम्रो जिम्मेवारी छ। त्यो हामी गर्न तयार छौं। तपाईँ एउटा जिम्मेवार प्रतिनिधि सभा सदस्य भइरहँदा आगामी 100 दिनमा जनताले कस्तो अनुभूत गर्लान्, कस्तो सुरुवात होला भनेर सुरुवात के हुनुपर्छ, के सुझाव दिनुहुन्छ? म तपाईँलाई अद्वितीय भन्छु कि अद्वितीय सुरुवात हुँदैछ। तपाईँले जनताले दिनचर्यामा भोग्दै आएका समस्याहरूलाई हामी सहज बनाउने प्रयास गर्छौं। त्यसकारण इम्प्लिमेन्टेसन एकदम हाम्रो जुन च्यालेन्ज छ त्यसलाई ब्यालेन्स आएको सरकारले चाहिँ एकदम सहज बनाउँछ भन्ने विश्वास दिलाउन चाहन्छु। मैले किन पनि यो प्रश्न गरेँ भन्दा विगतमा पनि
ठुला ठुला आश्वासनहरू दिने लोकप्रिय नाराहरू आउने हेर्दाखेरि कायापलटै हुन्छ जस्तो हुने तर व्यवहारमा कार्यान्वयन भएको थिएन। यो पटक चाहिँ हुन्छ भन्ने आश्वस्त गर्ने आधारहरू चाहिँ के हो? सबभन्दा पहिले त हाम्रो जुन जनआधार 182 जना सांसद जनताले जिताएर पठाइदिनु भएको छ त्यो एउटा आधार हो। अर्को भनेको उनीहरूको तपाईँले पढाइ लेखाइ र उसको तपाईँले आचरणहरू हेर्नुहुन्छ भने सबैजना एकदम पोजिटिभ इनर्जी भएका छन्। एकदम यसपल्ट देश र जनताको लागि काम गर्छु, मरिमेटेर काम गर्छु भनेर पुरै पूर्ण क्षमताका साथमा आएका छन्। मैले तपाईँलाई विश्वास दिलाउन चाहन्छु। यहाँलाई शुभेच्छा। धन्यवाद। धन्यवाद। उद्देश्य पूर्ति होस्, जनताले सुख समृद्धि प्राप्त गरून्। हार्दिक मनोनयन शुभकामना। धन्यवाद। आदरणीय दर्शकवृन्द, हामीले केही प्रतिनिधि सभा सदस्यसँग कुराकानी गर्यौं। पक्कै पनि यो पटकको अद्वितीय बहुमतसँगै जो निर्वाचित भएर आउनु भएको छ उहाँहरूमा एउटा मुलुक परिवर्तन गर्ने, सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, भ्रष्टाचार नियन्त्रण गरेर देश र नागरिकको हितमा समर्पित हुने हुटहुटी जुन देखेका छौं र परिवेश र परिस्थिति जुन निर्माण भएर गएको छ, यो परिवर्तित परिस्थितिमा लामो समयदेखि विकास निर्माणमा पछाडि परेको शिक्षा, स्वास्थ्य र रोजगारमा केही भएन भनेर निराश जनताहरूमा आश पलाउनेछ, मलमपट्टि गर्नेछ। यसले मुलुकको समृद्धिको खाका खोर्न सक्षम हुनेछ भनेर विश्वास गर्न सकिन्छ। यही परिवेशमा आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण समारोह हुन गइरहेको छ र अबको केही क्षणमै यो नवनिर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय हलमा शपथ ग्रहण समारोह आयोजना गरिएको छ, जहाँ 290 कुर्सीहरू व्यवस्थापन गरिएको छ र 275 प्रतिनिधि सभा सदस्यको लागि र केही कर्मचारीको लागि गरेर 290 मात्रै कुर्सी व्यवस्थापन र डेस्कको व्यवस्थापन भएको हुँदा अन्य प्रतिनिधि सभा सदस्यसँग आएका अतिथिहरूलाई भने ग्राउन्ड फ्लोरमा प्रोजेक्टरबाट शपथ ग्रहण समारोह हेर्ने अवस्था मिलाइएको छ। यति बेला बालेन्द्र शाह प्रधानमन्त्रीका उम्मेद्वार, भोलि प्रधानमन्त्री शपथ ग्रहण गर्दै हुने उम्मेद्वार यतिखेर संघीय संसद भवन प्रवेश गर्दै हुनुहुन्छ। उहाँको पछाडि निकै ठुलो भिड लागेको छ। उहाँलाई हेर्नका लागि मान्छेहरू आतुर भएका छन् र तेह्र मिडिया कर्मीहरू झुम्बिएको अवस्था छ र बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित र प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा रहनुभएका प्रधानमन्त्री घोषित बालेन्द्र शाह चाहिँ यतिखेर संघीय संसद भवन प्रवेश गर्नुभएको छ। तपाईँले दृश्यमा देख्नु भएको छ। आदरणीय दर्शकवृन्द, नेपाल टेलिभिजनका विभिन्न च्यानल मार्फत हामी आज प्रतिनिधि सभा सदस्य नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण समारोहको प्रत्यक्ष प्रसारण लिएर तपाईँ सामु उपस्थित भइरहेका छौँ र सभासद आउने क्रममा भर्खरै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र झापा 5बाट 50,000 मतान्तरले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर निर्वाचित हुनुभएका र प्रधानमन्त्रीको प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह संघीय संसद भवन प्रवेश गर्नुभएको छ र यहाँ सभासदहरू निरन्तर आउने क्रम जारी छ र 275 सदस्य संघीय संसद भवनमा 165 सदस्य निर्वाचित हुनुभएको छ भने 110 सदस्य समानुपातिक प्रणाली मार्फत निर्वाचित हुनुभएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष र समानुपातिक गरेर 182 सांसद संख्या रहेको छ। त्यस्तै दोस्रो ठुलो पार्टी नेपाली कांग्रेसको 18 जना प्रत्यक्ष निर्वाचित र 20 जना समानुपातिक गरेर 38 सदस्य रहेको छ। एवं यो नेकपा एमाले, नेकपा नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्रै यसपटक संसदमा प्रतिनिधि रहेको छ। यसअघि 7 वटा दलको प्रतिनिधि रहेकोमा यसपटक 5 वटा दल मात्रै, 6 वटा दल चाहिँ राष्ट्रिय दल बनेको अवस्था छ। आदरणीय दर्शकवृन्द, त्यो 6 वटा दलबाट निर्वाचित 275 सदस्यीय संघीय संसदका नवनिर्वाचित 274 जना प्रतिनिधि सभा सदस्यले आज संघीय संसद सचिवालयले आयोजना गरेको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुन्छ र शपथ ग्रहण पछि मात्रै संघीय संसदको बैठक अथवा समितिको बैठकमा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ। त्यही व्यवस्था अनुरूप उहाँहरूले सहभागी हुनु अघि आज शपथ ग्रहण गर्न लाग्नु भएको र नेपालको संविधान र कानूनले सभामुख र उपसभामुख निर्वाचित नभइसकेको अवस्थामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अध्यक्षताको रूपमा शपथ ग्रहण गर्ने र उहाँले अन्य सदस्यहरूलाई
शपथ ग्रहण गराउने कानुनी व्यवस्था छ। त्यसै अनुरूप हिजो 11 गते यस पटकको प्रतिनिधि सभामा निर्वाचित मध्येका सबैभन्दा ज्येष्ठ सदस्य 78 वर्षीय अर्जुन बहादुर केसीले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पदभार ग्रहण गर्नुभएको छ भने आज उहाँले सभाध्यक्ष अर्थात् सभामुखको भूमिका निर्वाह गर्दै 274 प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयता प्रतिनिधि सभा सदस्यको पदको आदरणीय दर्शकवृन्द, यतिखेर मसँग नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आइसक्नु भएको छ। यहाँ कुन जिल्लाबाट? नमस्ते, म चाहिँ राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुर क्षेत्र नम्बर 1 बाट निर्वाचित सांसद। ओके, यहाँलाई सर्वप्रथम धेरै धेरै बधाई छ। तपाईलाई पनि धेरै धेरै धन्यवाद पनि छ। कार्यकालको शुभकामना पनि छ। जनताले जुन अपेक्षा गरेर एउटा ठूलो व्यापक परिवर्तन, मत परिवर्तन भनौँ, कतिपय अवस्थामा मन परिवर्तन नभए पनि मत परिवर्तन गरेर दिग्विजय प्राप्त गराएका छन्। यो सन्दर्भमा बन्दै गरेको सरकारले गर्नुपर्ने मेन एजेन्डा, प्रमुख कामहरू के सूची तयार गर्नु भएको छ, के सुझाव दिनुहुन्छ? यो मत परिवर्तन मात्र होइन, यो चाहिँ देश परिवर्तनको लागि दिएको चाहिँ एजेन्डा पनि हो। हामी देश परिवर्तनको लागि सबभन्दा त हामी एउटा विधायिका भूमिकामा यो संसद प्रवेश गरेका छौँ। यो विधायिका भूमिकामा रहेर हामीले देशका कानूनहरू पहिला निर्माण गर्छौँ। कति कानूनहरूलाई सुधार गर्नुपर्नेछ, कति कानूनहरूलाई फेर्नुपर्नेछ, कति कानूनहरूलाई चाहिँ अब एउटा चाहिँ केही न केही चेन्ज पनि गर्नुपर्नेछ। हामी चाहिँ देश परिवर्तन गर्ने, कानून सुधार गरेरै देश परिवर्तन गर्ने हाम्रो पहिलो प्राथमिकता नै हो। त्यस लगत्तै देशमा सुशासन विकास निर्माणको त रहनै रहन्छ। त्यसैमा टेकेर हामी कानूनमै टेकेर देशमा सुशासन विकास अगाडि बढाउने। 100 दिनलाई हामी पनि परेड पनि भनिन्छ। भोलि सरकार गठन हुँदैछ। सरकारले पहिलो 100 दिन मनाउँदै गर्दा आम जनतामा जुन अपेक्षा, जुन चाहना छ, त्यसलाई अब चाहिँ के हुन्छ भन्ने आशा पक्कै पनि हुने बिराको चिल्लोपात भने जस्तै अब यो सरकार कति लामो समय जान्छ र कस्तो गर्छ भन्ने कुराहरूको चाहिँ सन्देश चाहिँ पहिलो 100 दिनले पक्कै पनि दिनेछ। र हामीले सुरुबाटै नै सरकार बन्ने बित्तिकै सम्भवतः भोलि प्रधानमन्त्रीले शपथ खाने र भोलि नै क्याबिनेट बन्ने एउटा चाहिँ हामीले चाहिँ आकलन गरिरहेका छौँ। त्यो लगत्तै चाहिँ अब 100 दिनभित्र सरकारले चाहिँ सुशासनको पक्षमा र अन्य धेरै कुराहरू जुन नेपाललाई एउटा चाहिँ परिवर्तनको लागि जनताले जसरी मत दिनु भएको छ त्यसको त्यो मतको सम्मान गर्ने गरी यो अहिले बन्ने सरकारले काम गर्नेछ भन्ने कुरा हामीले विश्वास लिएका छौँ। यो संसदमा नवलपुरको प्रतिनिधि हुँदै गर्दा तपाईँको भूमिका के रहन्छ, कस्तो रहन्छ र नवलपुर र संघीय सम्पदा कसरी जोड्नुहुन्छ? नवलपुरको जनताहरूको मत लिएर आउँदै गर्दा मैले नवलपुरका जनताहरूको धेरै अपेक्षाहरू पूरा गर्नु छ। म अब मत मैले नवलपुरबाट प्राप्त गरेँ भने म नवलपुरको मात्र सांसद होइन, म समग्र देशको एउटा संघीय सांसद भएको हुनाले समग्र मुलुकलाई नै कसरी अगाडि बढाउने र एउटा जुन पिछडिएको मुलुकबाट अब विकसित मुलुकतर्फ कसरी लैजाने भन्ने कुराहरूमा नै मेरो विशेष जोड रहन्छ। अब नवलपुरको सन्दर्भमा त हामी लामो समयदेखि नवलपरासी बर्दघाट सुस्ता पूर्व लेख्दै आइरहेका छौँ। अब त्यसलाई चाहिँ नवलपुर लेखाउनु पर्ने पहिलो काम जनताले सुम्पिनु भएको छ। अब त्यसमा चाहिँ त्यसको नीति नियम कानूनमा रहेर त्यो काम गर्ने त चाहिँ मैले गर्ने रहन्छु। तर समग्र नेपालको चाहिँ प्रतिनिधित्व गर्दै त्यो सदनमा मेरो आवाजहरू गुन्जिने म प्रतिबद्धता छु। तपाईँ मत छान्न जाँदै गर्दा त्यहाँका जनताहरूको मेजर अपेक्षा के पाउनुभयो र अहिलेको देशको स्रोत साधन सन्दर्भ हेर्दाखेरि त्यसलाई पूरा गर्न सक्छु भन्ने कति आत्मविश्वास छ? जनताको अपेक्षाहरू धेरै छ। जनताहरूलाई हामीले धेरै कुराहरू बुझाउन छ। हरेक निर्वाचनको आफ्नो महत्व हुन्छ। स्थानीय तहको निर्वाचनको छुट्टै महत्व हुन्छ, प्रदेश तहको निर्वाचनको छुट्टै महत्व हुन्छ, संघीय निर्वाचनको छुट्टै महत्व हुन्छ। तर जनताहरूले तिनटै तहको निर्वाचनलाई एउटै आँखाले हेरेको पाइन्छ। हामी जाँदा पनि बाटोघाटो पिचहरू धुलो उड्यो भनेर देखाउँथ्यो, बढी अपेक्षा गरेको पाइयो कि ती भनेका त स्थानीय सरकार र प्रदेश सरकार मार्फत हुने कुरा हो। त्यो कुरा हामीले जनतालाई बुझाउन सकिरहेका छौँ। सबभन्दा पहिला हामीले जनतालाई ती कुराहरू बुझाउनु पर्छ र त्यसमा पनि हाम्रो भूमिका नहुने त होइन, केही न केही भूमिका त रहन्छ नै। तर हाम्रो विशेष भूमिका भनेको यो देशको विधायिका भएर कानून निर्माण गर्ने, ऐनहरू बनाउने हाम्रो भूमिका रहन्छ। जनताहरूले त्यो रूपमा अझै पनि हामीलाई बुझिदिनु भएको छैन। जनतालाई बुझाउनु पर्नेछ। सँगसँगै अब आउँदै गरेको प्रदेश र स्थानीय तहको सरकारमा पनि हामीले धेरै काम गर्नुपर्नेछ भन्ने कुराहरू। जसरी निर्वाचन भएको छ यहाँको उद्देश्य थ्याङ्क यू सो मच तपाईँहरूलाई शुभकामना। आदरणीय दर्शकवृन्द, हामीले कुराकानी पनि गरिरहेका छौँ। जो नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू हुनुहुन्छ उहाँहरूले के कस्तो अपेक्षा गर्नुभएको छ, के प्रतिबद्धता गर्नुभएको छ, कसरी पूरा गर्नुहुन्छ भन्ने उहाँहरूको प्रतिबद्धता र उहाँले कार्यान्वयन गर्ने आधारहरू, उहाँका प्राथमिकताहरू पनि बुझ्ने प्रयास गरिरहेका छौँ। तपाईँले अहिले देखिसक्नु भएको छ, हेरिरहनु भएको छ। पक्कै पनि नेपाल टेलिभिजन विभिन्न देश विदेशमा रहेर प्रत्यक्ष प्रसारण हेर्नुभएका आदरणीय दर्शकहरूलाई मैले जे जस्तो अवस्था छ यहाँको शपथ ग्रहण समारोहमा जुन नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई भेटे, उहाँहरूसँग उहाँको भावना र अब मुलुकमा उहाँले दिने विकास निर्माणका खाका, स्वास्थ्य, शिक्षा, रोजगारीको सन्दर्भमा के कसरी अगाडि बढ्नुहुन्छ, के समस्या रहेछ भनेर जान्ने, बुझ्ने र साथसाथै तपाईँहरूलाई बुझाउने प्रयास गरेँ। जुन तपाईँहरूले उहाँहरूको कुरा सुन्नुभयो, यसबाट के कस्तो
अपेक्षा गर्न सकिन्छ। यहाँले आफैले विचार गर्न सक्नुहुनेछ भने यति बेला भने तपाईँ देख्न सक्नुहुन्छ यो निर्माणाधीन सिंहदरबार परिसरभित्र रहेको निर्माणाधीन संघीय संसद भवन प्राङ्गण खचाखच भरिएको छ। आम मानिसहरू निकै उत्साहपूर्वक यो शपथ ग्रहण समारोह हेर्न सहभागी हुनुभएको छ। कोही शपथ ग्रहण समारोहमा सहभागी हुन प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य र समानुपातिक निर्वाचित प्रतिनिधि सभा सदस्य गरेर 274 जना सहभागी हुनुहुन्छ भने साथसाथै यो समारोहमा सहभागी हुन शुभेच्छुक आफ्ना नातेदारहरू सहित र आम कर्मचारी निकै उत्साहपूर्वक यहाँ उपस्थित भएको हामीले पाएका छौँ र 2 बजेको लागि यो कार्यक्रम तय गरिएको छ। तर आउने क्रम केही अप्ठ्यारो अवस्था र एकैपटक हुँदा अलिकति जाम भएको कारणले समय अलिकति धक्कैलिने जस्तो हामीले बुझेका छौँ। यद्यपि सबै प्रतिनिधि सभा सदस्य सहभागी भइसकेपछि भने पक्कै पनि शपथ ग्रहण समारोह सुरु हुनेछ र भर्खरै टेलिभिजन हेर्दै गर्नुभएका आदरणीय दर्शकहरूलाई एकपटक जानकारी गरौँ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा 165 सदस्य प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो र 110 सदस्य समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित भएर 275 सदस्यीय संघीय संसद रहेको छ र 275 संघीय संसद मध्ये निर्वाचित मध्येका ज्येष्ठ सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष हिजो 11 गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पदभार ग्रहण गर्नुभएको छ र आजको समारोहमा भने ज्येष्ठ सदस्यको र शपथ ग्रहण गरिसकेको नाताले उहाँले अरू 274 प्रतिनिधि सभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। यहाँलाई जानकारी छ नेपालको संविधान र कानूनले संघीय संसदको बैठकमा सहभागी हुनु अथवा संघीय संसदका विभिन्न समितिहरूको बैठकमा सहभागी हुनु पूर्व शपथ संसदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ र शपथ ग्रहण गरिसकेपछि मात्रै उहाँहरू सांसद हुनुहुनेछ र त्यो बैठकमा सहभागी हुन पाउनुहुनेछ। त्यो कानुनी व्यवस्था अनुरूप आज 2082 फागुन 21 गते निर्वाचित हुनुभएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण समारोह आयोजना गरिएको र यो शपथ ग्रहण समारोह 2 बजेको लागि तय गरिएको थियो र चैत्र 5 टेलिकमको सम्पूर्ण सेवाहरू प्रयोग गरी राष्ट्र निर्माणमा सहयोग गरौँ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। नमस्कार, नेपाल टेलिभिजनको समाचारमा स्वागत छ। म रुबिना थापा। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ र आज अपराह्न 2 बजे शपथ समारोह आयोजना हुने भनिए तापनि सांसदहरू आउने क्रम जारी नै रहेकाले 2 बजेको समय अलि धकेलिने जस्तो पनि देखिएको छ। हामीले तपाईहरूलाई यस अघि पनि सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवन परिसरमा जहाँ आज शपथ ग्रहण आयोजना हुँदैछ त्यहाँको पछिल्लो अवस्थाको बारेमा हामीले तपाईहरूलाई निरन्तर प्रत्यक्ष प्रसारण पनि देखाइरहेका छौं नेपाल टेलिभिजन मार्फत र अहिले पनि तपाईहरू हेर्न सक्नुहुन्छ त्यहाँ प्रतिनिधि सभा सदस्यका सदस्यहरू आउने क्रम जारी रहेको छ र भर्खरै दृश्यमा हामीले देखिरहेका छौं राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने भर्खरै आइपुग्नु भएको पनि हामीले दृश्यमा देखिरहेका छौं र यो दृश्य भने संघीय संसद भवन परिसरबाट सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवन परिसरबाट प्रत्यक्ष प्रसारण देखाइरहेका छौं। बाहिरको माहौलहरू पनि तपाईले देखिरहनु भएको छ भने भित्र नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू पनि शपथ ग्रहणका लागि सभा हलमा त्यहाँ बसिरहनु भएको छ र सहभागी सदस्यहरूलाई निर्धारित समयभन्दा 2 घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरे तापनि विभिन्न व्यस्तताका कारणले गर्दाखेरि आउनलाई अलिकति ढिलाइ भएको पनि त्यहाँबाट हामीले जानकारी पाएका छौं। यसअघि हामीले हाम्रा त्यहाँ सहकर्मीहरूसँगको पनि प्रत्यक्ष कुराकानी गरेर तपाईहरूलाई देखाइरहेका छौं र
प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीले बुधबार अर्थात् हिजो राष्ट्रपति भवन सदन निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरिसक्नु भएको छ। त्यसपछि अब आज नवनिर्वाचित सांसदहरूलाई अर्जुन नरसिंह केसीले शपथ ग्रहण दिलाउनु हुने तयारी पनि रहेको छ र भर्खर